तपाईं सबै आयोजक यो होलीको आयोजक साथीहरूलाई धन्यवाद दिन चाहन्छु जसले शहीद र बेपत्ताका छोराछोरीहरूको पठन पाठनको लागि र उनीहरूको चाहिँ विकासको निम्ति यी सांस्कृतिक पर्वहरूलाई उपयोग गर्ने जो विचार ल्याउनु हो त्यसको लागि म केन्द्रीय समितिको तर्फबाट र मेरो आफ्नो तर्फबाट पनि धन्यवाद दिन चाहन्छु। दोस्रो कुरा चाहिँ हामी नेपाल सानो देश भए पनि यो बहुजातीय बहुभाषिक र बहुसांस्कृतिक विविधता युक्त देश हो। त्यस अर्थमा हामी धेरै धनी र सम्पन्न छौँ। यो होली सबैतिर खेलिन्छ, सबैतिर मनाइन्छ, तर यसलाई मनाउने विविधता पनि हामी कहाँ छ। तराई मधेसमा एक किसिमले, थारूहरूको बिचमा एक किसिमले, पहाडियाहरूको बिचमा एक किसिमले खेलिन्छ, तर खेलिन्छ समान रूपले। सबैतिर यसको महत्त्व छ र यहाँले जानकारी मलाई दिनुभएको पनि साथीहरूले थारूहरूको राणा समुदायले यसलाई लामो समय लिएर नै यो होली पर्व मनाउने गरेको र सुदूरपश्चिममा पनि यसलाई झन्डै 5-7 दिन नै यसलाई पर्वको रूपमा लिने गरिएको सन्दर्भमा यद्यपि काठमाडौँ लगायत पहाडका कयौँ ठाउँमा चाहिँ होली मात्रै होली खेल्ने भन्ने चाहिँ हुन्छ। फेरि पनि तपाईँहरूले चाहिँ जुन एउटा नयाँ प्रक्रिया सुरुवात गर्नुभएको छ त्यो सकारात्मक छ र म तपाईहरुलाई बधाई र शुभकामना दिन चाहन्छु कि तपाईहरु यो पर्वलाई मनाउने पनि र साथसाथै एउटा सकारात्मक र पुनीत कार्य पनि त्यसै सन्दर्भमा सम्पन्न गर्ने जो उद्देश्य लिनु भएको छ त्यसको लागि फेरि एकचोटि बधाई शुभकामना र धन्यवाद दिन चाहन्छु। धन्यवाद।